राजविराज माछा हटिया जाने बाटोको निर्माण कार्य हुँदैछ। यसमा म उहाँहरुसँग के क्वेशन गर्दैछु। 1 नम्बरमा सुभाष दाइसँग क्वेशन गर्दैछु। सुभाष दाइ, यसमा तपाई के भन्न चाहनुहुन्छ? नमस्कार, म सुभाष माछा, म राजविराज वडा नम्बर 4 को वडा सदस्य। यो बाटो हामी धेरै दुख खेपेका छौं। महिनाको लगातार तोडेपछि बाटो सुरु गरे, घरहरू पर्यो। त्यो तोडेपछि अब 2 महिनापछि हामीले यो काम सुरु गर्न लागेका छौं र यो निरन्तर काम भएर यो महिनाभित्रै हामी चाहिँ यो नालाको काम चाहिँ समाप्त गर्नेछौँ र त्यही क्रममा हामीले चाहिँ हिजोदेखि यो नाला खन्ने काम सुरु गरेका थियौँ। आज नालाको काम खन्ने काम समाप्त भएको छ र यो चाहिँ तपाईलाई आजदेखि निरन्तर टोलिङ गर्दै हामी जाने हौ र ठेकेदारसँग हामीले कुरा गर्यौं कि छिटोभन्दा छिटो यो कामलाई समाप्त नालाको काम समाप्त हुनु पर्यो। त्यही भएर र छिटै बाटो पनि हामी सञ्चालनमा ल्याउने छौं। अहिले त एकतर्फ मात्रै नालाको कोरसोर भएको छ अनि अर्कोतिर यो पानीको बहाव भनेको हामीले एक साइड अहिले नालाको पानीको बहाव ठिक छ, त्यो भएर हामीले एक साइड पानीको बहाव निरन्तर राखेका छौं र अर्को साइड चाहिँ हामी खनेर नाला बनाउन लागेका छौं। यो क्लियर भएपछि अर्को साइड हामी खनेर त्यो साइड पनि हामी क्लियर गर्दै जानेछौँ। अहिले बाटो जाम छ अनि जनतालाई त धेरै दुख पीडा हुन्छ। यसमा छिटो हामी यो बाटोलाई सफा गरेर बाटो हामी निरन्तर खोल्नेछौँ। जयराम अंकल, हामीहरूको धेरै आश थियो यो बाटोको लागि। त्रिभुवन चोकको मेन बाटो, राजविराज त्रिभुवन चोकको मेन बाटो, यो पूर्व आउने बाटो। तर हामीहरूको बाटो सानो थियो, धेरै आश थियो हामीहरूको बाटो बन्दैछ। धेरै राम्रो खुसीको कुरो हो। हामीहरूको गाउँवासीहरूको धेरै खुसी लागेको छ, राम्रोसँग बाटो बन्नु थाल्यो। फेरि कारो पत्रो दुईतिर नाला अनि यो सडक बनेपछि के तपाईँ आफ्नो घरमा सेटर निकाल्नुहुन्छ? के पसल खोल्नुहुन्छ त्यतिकै? के पसल? रक्सीको? पेट्रोल? चामलको? चामलको। ल धन्यवाद दाइ, तपाईँ पनि भनिदिनु केही। यो बाटोको काम सुरु भइसकेको छ। मेरो भनाइ यो छ भने यसमा अहिले पुरै बजेट आएको छैन, 40 लाख मात्र आएको छ। त्यही भएर 133 मिटर मात्रै नाला खनेर बनाउने अहिले प्रयास काम जारी छ। मेरो नगरपालिकासँग यो अनुरोध छ, यहाँसम्म काम सम्पन्न भइसकेपछि छिटोभन्दा छिटो यसमा बजेट हालेर यो हाम्रो चाहिँ जहाँसम्म यसको माथि भएको छ, जहाँसम्म सबैको घर पुगाएको छ, त्यहाँसम्म काम चाहिँ पुरा सम्पूर्ण गर्नु।